के तपाईले कहिले गहिरो रूपमा सोच्नु भएको छ? यदि येशू साँच्चै नै मृत्युलाई जितेर बौडी उठ्नु भएको हो भने, यदि उहाँको शरीर अब नाशरहित, सिद्ध र अमर भइसकेको थियो भने किन उहाँले आफ्ना हात र खुट्टाका किलाका निशानाहरू मेट्नु भएन? यो एउटा विरोधाभास हो। यदि शरीर पूर्ण थियो भने घाउ किन बाँकी रहे? यो कुनै जैविक त्रुटि होइन, यो जानी बाँकी राखिएको चिन्ह हो। जब हामी भन्छौँ परमेश्वरले मानिसलाई प्रेम गर्नुभयो, हामी प्राय त्यसलाई व्यक्तिगत भावनामा सीमित गर्छौं, तर बाइबलले देखाउने प्रेम भावनामा सीमित छैन। त्यो प्रेम ब्रह्माण्डीय स्मृतिमा लेखिएको सत्य हो। यदि घाउ हटाइएका भए क्रुस केवल एउटा घटना हुन्थ्यो, तर घाउ बाँकी राखेर क्रुस स्वर्गीय साक्षी बन्यो। स्वर्गमा पनि क्रुस भुलिएको छैन। यशाया 49 अध्यायको 16 पदले भन्छ, मैले तिम्रो चित्र मेरो हत्केलामा खोपेको छु। यो कवितात्मक भाषा मात्र होइन, यो भविष्यवाणीको संकेत हो। हातमा खोपिनु भनेको मेटिन नसक्ने, समयले नघिसिने स्थायी चिन्ह हो। येशूका हातमा रहेका घाउहरू यो पदको शाब्दिक पूर्ति हुन्। नाम मसीले होइन, रगतले खोपिएको छ। थोमसलाई येशूले आवाजले विश्वास गराउनु भएन, अनुहारले पनि होइन। उहाँले घाउ देखाउनु भयो। किनकि विश्वास केवल भावनाबाट होइन, सत्यको निरन्तरताबाट आउँछ। यदि घाउ मेटिएका भए थोमसले एउटा नयाँ अस्तित्व देख्थ्यो, तर घाउले देखायो यो नयाँ अस्तित्व होइन, त्यही क्रुसको येशू हो। संसारका सबै विजयहरू आफ्ना घाउ लुकाउँछन्, तर परमेश्वरको विजय घाउलाई प्रदर्शन गर्छ। किनकि घाउ नै प्रमाण हो कि विजय सस्तो थिएन। यदि घाउ हटाइएका भए मुक्ति सैद्धान्तिक हुन्थ्यो, घाउ बाँकी राखेर मुक्ति ऐतिहासिक बन्यो। बाइबलले किन घाउ मेटिएन भनेर सिधा उत्तर दिँदैन, र यही नै रहस्य हो। तर यति चाहिँ स्पष्ट छ, येशूको सिद्धताले घाउ मेटाएन, सिद्धताले त घाउलाई अर्थ दियो। येशूका हातका घाउहरू सारा सृष्टिका लागि राखिएका चिन्हहरू हुन्। बाइबलले भन्छ, आकाश, पृथ्वी, ताराहरू सबै परमेश्वरको वचनद्वारा अस्तित्वमा आए, तर जब मानिस पतनमा गयो, सिर्जनाले पनि त्यसको प्रभाव भोग्यो। त्यसैले जब येशूले क्रुस बोके, त्यो केवल मानव उद्धारको घटना मात्र थिएन, त्यो सृष्टिको घाउ पनि थियो। र जब येशू बौडी उठ्नुभयो, उहाँले ती घाउ मेट्नु भएन, किनभने ब्रह्माण्डले पनि त्यो कथा बिर्सनु हुँदैन थियो। यदि परमेश्वरले चाहनु भएको भए क्रुसलाई इतिहासबाट मेट्न सक्नुहुन्थ्यो, घाउहरू हटाउन सक्नुहुन्थ्यो, स्मृतिलाई नयाँ बनाउन सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नु भएन, किनभने परमेश्वरको प्रेम बिर्सने प्रेम होइन। हत्केलामा लेखिएको प्रेम ब्रह्माण्ड साक्षी हो। हत्केला काम गर्ने स्थान हो, सिर्जना गर्ने स्थान हो, धारणा गर्ने स्थान हो। त्यही हत्केलामा घाउ छन्। यसको अर्थ सृष्टि गर्ने हातले मानिसलाई बचाउने मूल्य चुकाएको छ। मानिस प्रति परमेश्वरको प्रेम कहिले बिर्सने छैन, किनभने त्यो प्रेम शब्दमा होइन, देहमा लेखिएको छ, र त्यो देह आज पनि अनन्तसम्म जीवित हुनुहुन्छ।